हेलो एभ्रिवान वेलकम टु माई ब्लग है। अनि आज चाहिँ हाम्रो काम चाहिँ यता छ पुरा हिल्स हुने काम छ है। आजको हाम्रो काम चाहिँ यस्तो छ पुरा होइन हिउँ परेर हिउँ सोर्ने काम छ। उता एउटा एकजना चाहिँ पुरा सोरिरहेछ मजाले है। हमारा काम ऐसा ही है। फेंको रे ऊपर फेंको ऊपर फेंको। म चाहिँ यतै छु होइन पुरा कानलाई छोप्ने गरी लुगाई लगाएर माथि टोपी बनाएर लगाएको छु कानलाई होइन तातो गर्नको लागि। अनि यता हेर पुरा यस्तो छ गाडीको माथि पुरा झमिसक्यो होइन। त्यो माथिको हेर पुरा लुक देखिरहनु भएको छ नि सबै हिउँ हो। पछि म हिउँ नपरेको बेला यो माथिको रुखहरूको भ्यू पनि देखाउँछु होइन। अहिले यस्तो हिउँले पुरा सेतै बनेको छ अहिले होइन। भोलि पछि चाहिँ पुरा झरेपछि पुरा होइन खरानीले पोलेर होइन सुके जस्तो देखिन्छ होइन। अहिले चाहिँ पुरा सेतो होइन सेतो फुलहरू फुले जस्तो देखिरहेछ हो। अनि हिजोदेखि एक दिन भयो होला लगभग पानी परेको अनि त्यस्तो हिउँ परेको छ। सो एभ्रिवान वाचिङ माई भिडियो एन्ड फलो माई च्यानल है। अहिले पनि यस्तो पुरा हुन्छ अनि डोजरले निकालिरहेछ होइन। यहाँ हामी चाहिँ अहिले यसरी बेलुका बोकेर कुदिरहेछौँ हेरिरहेछौँ। एभ्रिवान डजन्ट म्याटर होइन के छ कस्तो काम के छ चिसो छ हाम्रो होइन यस्तै छ काम यस्तै छ पुरा होइन। अहिलेको चिसोको मौसममा छुट्टीको मौसम हो होइन। नयाँ वर्षको छुट्टी थियो तर हिउँले गर्दा चाहिँ यो कम्पनी नै ढाकेर चाहिँ हामी चाहिँ अनि भइरहेको छौँ काम हामीलाई दिएको हो। अहिले चाहिँ पुरा होइन हाम्रो सपति शिलातिर चाहिँ पुरा मौसम विभागद्वारा चाहिँ पुरा वार्निङ दिइरहेछ होइन। कति पुरा वार्निङ दिइरहेछ होइन। मान्छे आउँछ गाडी आउँछ केही पनि छैन पुरा ब्लक छ होइन। अहिले हेर पुरा घुट्नुतिरसम्म आउँछ हेर यस्तो बाक्लो हिउँ छ। हिजो बेलुकादेखि परेछ होइन। सो अहिले हामी चाहिँ अहिले थोरै आफ्नो त्यो ढोकाको अगाडिको हिउँहरू चाहिँ फालेर आएको हो। एभ्रिवान हाम्रो काम चाहिँ सकिसक्यो होइन। अनि यसरी अब सामान चाहिँ उता राख्न जान लाग्छु एभ्रिवान होइन। अब चाहिँ काम सक्यो हाम्रो चाहिँ है। अब चाहिँ रुममा जान्छु म मजाले सुत्नुपर्छ। यस्तो हिउँ परेर यार यस्तो छ कस्तो चिसो हेर भाइ। हाम्रो काम सकेर है यस्तो अहिले चाहिँ हामी रुममा जान्छौँ टक्कभित्र। त्यही त यस्तो चिसो बाबा अरे रे जुत्ता गला त्यस्तो छ मान्छे हेरेर धेरै गाह्रो छ गाइस यताको बसाइ है। सबले जे भन्यो त्यही गर्नै पर्यो नगरे जाँठो स्यालेरी नदिला भन्ने रहेछ पुरा हेर झरेर सिउ शरीरभरि हिउँ पछाडि हिउँ यस्तो छ काम। ओके गाइस फेरि भेटौँला है त अर्को भिडियोमा। यदि मेरो भिडियो मनपर्छ भने लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। बाइ बाइ।